सो हेलो नमस्ते। म चाहिँ जस्ट अहिले दाउन्ने कटेँ होइन, अनि एउटा भिडियो चाहिँ बनाइहालौँ जस्ट फर इन्फर्मेसन भनेर चाहिँ एउटा भिडियो बनाउनु लाग्यो होइन। यस्तो बवाल दामी भएछ नि अहिले यो बाटो, यस्तो बवाल कुरै छोडिदिनु के। म चाहिँ लास्ट टाइम यो जेन्जी मुभमेन्टको 3-4 दिन पछाडि दसैँमा घर जान भन्ने यही बाइक लिएर आएको थिएँ होइन यो बाटोमा। त्यतिखेर बाटो यस्तो नाजुक अवस्था थियो क्या, धुलो हिलो होइन। मेरो त 5,000कै चुना लागेको थियो क्या, यो अगाडिको चेन स्पकेट गयो होइन, पुरा चेन गयो होइन। अनि त्यो चेन्ज गर्न परेको थियो नेपाल गएर। तर आफ्टर 7 मन्थ होइन, यो टाइम पिरियडमा चाहिँ यो बाटो सब क्लियर भइसक्यो कि। अहिले धुलो हिलो भन्ने कहीँ पनि छैन, यस्तो दामी छ, देख्न सक्नुहुन्छ होइन। मेरो यहाँ जुत्ताहरूमा पनि हिलो छैन कि, जुत्तामा नि हिलो छैन, कपडामा नि हिलो छैन होइन। यो अलिअलि देखिराख्नु खाने बाइकमा भएको हिलो, यो हिलो भनेको त्यही 9 बिसे मुग्लिन पारीको हिलो हो क्या, त्यहाँ चाहिँ पानी परेको थियो नि त, हिलो छ केही पनि छैन। अनि अहिले चाहिँ 12:30 भयो होइन, म चाहिँ कटिसकेँ क्या दाउन्ने। बिहान 7 बजे हिँडेको किर्तिपुरबाट, एकदम राम्रो छ। अब दसैँमा तपाईँहरू घर आउँदाखेरि चाहिँ यो बाटो यस्तो दामी हुनेवाला छ कि यो बाटोमा बसेर भात खान्छु भन्दा नि खाना मिल्नेवाला हुनेछ क्या। गए ती दिनहरू दाउन्नेको उकालोमा जाम पर्ने, गाडी नै नचढ्ने, बिजोग हुन्थ्यो नि त, हिलो हुने त्यो दिनहरू गयो। पहिला जाममा बसेर नाच्ने रमाइलो त हुन्थ्यो त्यो दिनहरू पनि। अनि कयौँको त लभ पनि पर्थ्यो नि त फेरि। दामी छ अहिले बाटो चाहिँ एकदम। मलाई त्यति फिलै भएन क्या दाउन्ने हो भनेर। त्यो माथिको एक दुईवटा होटलहरू थियो नि, त्यो होटलहरू त्यो पनि एकदम नक्सा नै चेन्ज भयो क्या। एकदम खुसी फिल हुनेवाला छ। त बाई बाई।